हेलो गुड मर्निङ फ्रम तिलिचो बेस क्याम्प। आज हामी तिलिचो बेस क्याम्पमा छौँ। अब एकछिनमा यहाँबाट तिलिचो लेकको लागि माथि हिँड्दैछौँ। त्यहाँ माथि त्यो डाँडामाथि हो जस्तो लाग्छ मलाई है। त्यहाँ हिँडेर तिलिचो लेक कस्तो छ हेरेर फर्किहाल्नुपर्छ। सकिन्छ कि सकिँदैन हेरौँ। सकियो भने गरिन्छ, सकिएन भने आज रेस्ट गर्नुपर्छ नत्र। न हामी चाहिँ बेस क्याम्पबाट अब तिलिचोतर्फ लाग्यौँ। यता बिस्दै हुनुहुन्छ। हामी स्लोमा हिँड्ने हो, जति सकिन्छ त्यति हिँड्ने हो, बिस्तारै हिँड्ने हो। त्यहाँ माथि पुग्नुपर्छ जस्तो लाग्यो मलाई। त्यही अनुसारले बिस्तारै हिँड्ने आज। ठिकै छ, अब आज भ्याइयो नि भ्याइयो। त्यहाँ बेस क्याम्प, यो बाटो हुँदै हुँदै यस्तो गर्दै माथि आएर यस्तो बाटो हिँड्नुपर्छ। त्यहाँ साइड एरिया रे यहाँ माथिबाट ढुङ्गा झर्छ। पुगेर फेरि मास्तिर चढ्नुपर्छ। हिमालहरू यस्तो दामी देखिएछ है। भ्यू त वर्थ इट। गाइज हामी फाइनल्ली 22 घुम्तीनिर पुगिरहेको छौँ। अब यो भनेको फाइनल स्ट्रेच भन्ने सुने हो मैले, मस्ट। त्यहाँनिर अब त्यो चढिसकेपछि माथि तिलिचो भन्छन्। हेरौँ 22 घुम्ती यस्तो गर्दै माथि गएको छ बाटो है। ट्रेकिङ गर्ने मान्छेहरूको इन्फर्मेसन अनुसार चाहिँ यो नै हो सबभन्दा डिफिकल्ट स्ट्रेच र यहाँबाट माथि डाँडामा पुगेपछि त्यसपछि अलिकतिसम्म बाटो छ अरे, त्यसपछि सकिन्छ अरे। यही हो सबभन्दा गाह्रो अरे। अब माथि पुग्नुपर्छ है। भने जतिकै गाह्रो यो 22 घुम्ती त हट जस्तै गाह्रो छ। अब बिस्दाको चढ्दै हुनुहुन्छ, बिस्दाको स्टामिना नै धेरै। See the view from the top of the Annapurna. Hello. Namaste. How's the view about? How's the view? So nice. Okay, where are you from? Where are you from? Malaysia. Malaysia. Okay, thanks for visiting Nepal. Okay. See the view. अनि हामी यता छौँ दाजुभाइ। त्यहाँबाट माथि गएर कति रहेछ है। ओके, अब चाहिँ हिउँको बाटो सुरु भएछ है। यहाँ ठ्याक्कै हिउँबाट सुरु भयो। त्यहाँ ग्लेसियर बग्लेर तल पानीहरू गइरहेछ। यहाँदेखि हिउँको बाटो। यहाँ चाहिँ यस्तो डन्डीहरू राखिदिएको रहेछ। त्यही डन्डी हिँड्नुपर्ने होला। अनि त्यहाँ माथिबाट तल होला यो तिलिचो लेक। डन्डी हिँडेर ठ्याक्कै पुगिन्छ।
जमेर बसेर चाहिँ लेक त सानो लेक बिस्तारै बिस्तारै यो बाटोमा हिँड्दैछौँ बिस्तारै हुन्छ वरिपरि फाइनली गाइज तिलिचो लेक आइपुग्यो मैले सोचेको थिएँ कि म आइपुग्दिनँ होला सायद भनेर सोचेको थिएँ तर आइपुगेँ आई फिल प्राउड that I can do this. This is first of many. We will do many trekking. See this view. जमेको छ त्यही भएर चिया खान पाइन्छ यसमा बसेर चिया खाँदै टिभी चाहिँ हेर्न पाइन्छ यस्तो छ ल दिस इज हेभन दिस इज नेपाल ल रेडी
बिस्तारै हामी चाहिँ लाग्यौँ तलतिर। ल हामी चाहिँ तलतिर लाग्यौँ है। लास्टै चिसो भयो, अलिक चाँडो आउनु पर्ने रहेछ। ढिलो आएर अलिकति अलिक टाइम बस्न पाइएन, ठिकै छ। हामी त लास्ट हुँदो रहेछ जेमा पनि, तिलीचोमा नि हामी मात्र थियौँ। कतिजना त बिचबाटै फर्के सकेन भनेर मैले चाहिँ कसरी भए नि गरेँ है। आम प्राउड। ओके, अरू पनि आउँछ, दिस इज नट द लास्ट वान, फर्स्ट अफ मेनी। ओके गाइस, म माथि चढ्दा चाहिँ तपाईँहरूलाई बाटो देखाउन सकिनँ किनकि लास्टै गाह्रो भएर थियो। अब चाहिँ हेर्नु न, यस्तो बाटो चाहिँ यस्तो रडै हिँड्नुपर्छ, कति गाह्रो क्या यो बाटो हिँड्नलाई। अहिले त घाम पनि गयो। अब यस्तै बाटोले हिँड्दै तल झर्नुपर्छ। हिउँको बाटो गाह्रो, हेर्दा मात्र राम्रो तर निकै गाह्रो। सास फ्याँ भइसक्यो, तर लेक लाग्यो जस्तो फिल चाहिँ मलाई, किनकि बिस्तारै बस्दै आएँ, त्यही भएर। ल यहाँसम्म चाहिँ यो बाटो हिँड्नु पर्थ्यो, अब चाहिँ यहाँको बाटो सकिन्छ। यो पोइन्ट यताबाट चाहिँ ल्यान्डस्लाइड एरिया अगाडि, अलिकति केयरफुल भएर हिँड्नुपर्छ। दामी देखायो नि त्यो ट्याक्क त्यसको माथि, बादलको माथि यस्तो उस्तो लागेको छ न, बिचमा यस्तो ट्याक्क फलेको देखियो। यता चाहिँ यस्तो अँध्यारो भइरहेछ, पुरै हुस्सु चारो ओर कोरै कोरा, पुरै अँध्यारो भइसक्यो। अझ यहाँ ल्यान्डस्लाइडको बाटो छ अझै। अब हामी तल ओर्लिँदा नि गाह्रो छ, माथि चढ्दा नि गाह्रो छ। यसरी आइरहेछ, अलिअलि पनि देख्दैन। तिमीले लाइट बालेछ र झन् गरेको यता चाहिँ देख्ने रहेछ। यसरी फर्किँदैछ, तल हो हाम्रो बस्ने ठाउँ। बिहानको यो बाटो अँध्यारो भइसक्यो, स्नो लियोपार्डले खाइदेला भन्ने डर। देखिन्न हौ।